गएपछि ल ल गाइस हेर्दा कस्तो दिलाको फेरि पनिसमेन्ट नौलो भयो आज त के नौलो भयो हामी त हेरेको हेरे त्यसलाई कस्तो भयो हामी त हेरेको हेरे हामी त हेरेको हेरे खान्छ दाईको बिहा भनेको त भाइ पनि हिरो थियो क्या यता हेर्दा यता हेर्दा ओ माई गड ल रक्स दुईटा केटाहरू चाहिँ टक्क रोटीको लागि खलमा उड्दै अनि पिठो चामललाई चाहिँ कसैलाई यस्तो काम गराउनु पर्यो भने यी दुईटा लक्का जवानहरू छन् सम्पर्क गर्नु होला है यिनीहरू फेरि केटाको बिहामा चाहिँ आउँदैन केटीको बिहातिर मात्र आउँछ होइन केटीको मात्र जान्छ यिनीहरू फेरि दुईटा केटाहरूको त जाँदैन नै मुस्टी काम हुँदैछ यहाँ स्वर सुकेको मान्छे पहिला बेरेर काटेन हुन्छ बाक्लो भएको तान्ने नि साठो लाएर बटानी होइन होला त्यो लाऊ अनि अहिले अर्कोमा पिङ्क कलरको थोरै हाल भाइ साठोमा यसरी मिसाएर मोसेरी अनि त्यो हामीले काट्छौँ नि जुन काटेको भागलाई अनि त्यो यता आँपहरू काटेको हुन्छ नि त्यो भागबाट यसरी बेरेपछि अनि त्यो के अरे यसरी ठक्क फुलेर माथि आउँदो रहेछ होइन मैले झिक्दाखेरि हाल्नु भनेको कि त्यसमा तपाईँहरूले मुखा मात्र लाउनुहुन्छ नि फेसियल गर्दै लाउँछ कि लाउँदैन थाहा हुन्छ बिहाको दिन बिहाको दिन थाहा हुन्छ लाउँछ कि लाउँदैन अनि लाउँदिन किन भन्ने नि फेरि अनि घट्दै गएर त अलिक चिलो हुन्थ्यो धतिनु पर्यो त्यसलाई अब पहिलोचोटि सुरुचोटि भएको भए केटीले त दुला भन्छ नि फेरि दुलैले नि पछि पछि भन्छ सबैको त्यही हो अब नसुनेको मात्रै हामीले तपाईँले नसुन्नु हामीलाई भने त अहिले लस्स थ्योरी दुलाको आमा कपालको राम्रो बिहालाई है बिहा यहीँ यो चाहिँ निम्किन यो फिनी रोटी अर्सा यहाँ चिनी खुरमा भेराइटी भेराइटीको है यहाँ सयपटाको झिलिङ्गन छ है सयपटाको झिलिङ्गा चाहिएमा ल पिङ्क कलर गिलो गिलै हुनुपर्ने